तपाईँ कलिएकै मान्छे हो तपाईँ। तर अहिले आएर के गर्ने प्रधानमन्त्रीको सालो भनेर चिन्छन् तपाईँलाई। तर अहिले आएर के गर्ने प्रधानमन्त्रीको सालो भनेर चिन्छन् तपाईँलाई। उहाँले के भन्नुभएको छ त तपाईँलाई? प्रधानमन्त्री केपी शर्मा ओलीको सालो केटोको मन पनि कालो। पझ्याप्प बिजुली जान्छ के गर्नुहुन्छ तपाईँ आइसकेपछि। कुलमान घिसिङको चमत्कार तपाईँ आएपछि अन्धकार होइन नेपाल। अब तपाईँ यस्तो बेलामा एमडी हुनुभयो बुदले खाजा खाने बेला। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्य हुन्छ। साक्यजी तपाईँलाई म जता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु। आराम हुनुहुन्छ? ठिक छ। तपाईँ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धको बारेमा चर्चा गर्न चाहन्छु। सम्बन्ध त राम्रो रहेछ है? गुड क्वेसन। राम्रो छ नि। तपाईँ उहाँको सालो होइन, तपाईँ इलामको उहाँ झापाको तर नाताले सालो। तपाईँ पनि साक्य अनि प्रधानमन्त्रीको धर्मपत्नी पनि राधिका साक्य। बात त सही है। उहाँ चाहिँ पाटनको साक्य, म अब काठमाडौँबाट इलाम झरेको भनौँ, इलाम सरेको काठमाडौँको नेवार साक्य होइन होला। के हो जहिले त्यो नाता छैन। नाता छैन त प्रधानमन्त्री तपाईँको पारिवारिक नाता आज क्लियर कट बताउनुहोस् है जनतालाई। कुनै पारिवारिक नाता छैन। तपाईँ सालो हुँदै होइन त प्रधानमन्त्रीको। 77 सालमा म पहिलोपल्ट। यदि तपाईँ नाच्दा नभएको भए प्रधानमन्त्री तपाईँलाई त्यसै बनाउनुहुन्थ्यो होला। ये फंस गया सीएम, इस पार्टी की मीटिंग समझ के फंस। त्यहाँ अरू कसैले बनाउन सकिने अवस्था भावी बनाउनु। सत्य कुरा बोल्नुहोस् न, जनताको बिचमा तपाईँ हुनुहुन्छ हो त। तर म त्यति बेला नि सबभन्दा सिनियर मोस्टको हिसाबले पाएँ। अब हुन सक्छ अरूले पनि पाउन सक्छ। तपाईँ कलिएकै मान्छे हो तपाईँ। तर अहिले आएर के गर्ने प्रधानमन्त्रीको सालो भनेर चिन्छन् तपाईँलाई। तर अहिले आएर के गर्ने प्रधानमन्त्रीको सालो भनेर चिन्छन् तपाईँलाई। झुटो होइन यो कुरा साँचो छ। एउटा भाष्य त खडा भइसक्यो नि त। अनि त्यसमा त मलाई आपत्ति छैन। हितेन्द्र साक्य भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको सालो, त्यस कारणले नेपाल विद्युत प्राधिकरणमा दोस्रो पटक पनि एन्ट्री। तपाईँको आफ्नै रेकर्ड छ, आफ्नै योगदान छ, आफ्नै क्षमता छ। तर तपाईँलाई क्षमताको कारणले, योगदानको कारणले, योग्यताको कारणले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको होइन। एकजना कलाकार, हास्य कलाकार चिन्नुहुन्छ केदार घिमिरे माग्ने? उहाँले के भन्नुभएको छ त तपाईँलाई? प्रधानमन्त्री केपी शर्मा ओलीको सालो केटोको मन पनि कालो। प्रधानमन्त्री केपी शर्मा ओलीको सालो केटोको मन पनि कालो। तपाईँको मन पनि कालो छ अरे, लोड सेटिङ गरिदिनु अरे। तू समझा? हाँ नहीं, तू समझा नहीं। तो एउटा भनाइ छ नि, यो सारा सृष्टि कालो, दृष्टि कालो छ, उहाँले अरूलाई कालो भन्ने हुनुभयो। मेरो कसरी कालो? कलाकारले भन्नुभयो, केदार घिमिरेले भन्नुभयो। जसले भन्नुभयो उहाँहरूलाई भन्छु म त आफू साक्यको मनै कालो छ अरे क्या। प्रधानमन्त्रीको सालो केटोको मन कालो। नेपाल विद्युत प्राधिकरणमा इन्ट्री भइसकेपछि लोड सेटिङ सुरु भयो नि। किन तपाईँले लोड सेटिङ गर्नुभयो जनतालाई बताउनुहोस्, जनता जान्न चाहन्छ। ये फंस गया सीएम। होइन अहिले त दिउँसो राति जुनसुकै बेला पनि लोड सेटिङ भएका झ्याप्प बिजुली जान्छ के गर्नुहुन्छ तपाईँ आइसकेपछि। झ्याप्प बिजुली जान्छ के गर्नुहुन्छ तपाईँ आइसकेपछि। बढी गाडी खाने तपाईँ हुनुभयो अहिले सामाजिक सञ्जालमा। होइन त्यो मैले मेरो त्यो सिस्टम त्यो बेलामा तराईमा सिस्टमै बिगारिदिनु भयो। हावाहुरीले भत्काएर बङ्गाइदियो, तारै चुडाइदियो। अब मैले गरे त होइन नि, त्यो त प्रकृतिले गरेको नि। तर जनतालाई तपाईँको कुरा विश्वासै लाग्दैन।
घिसिङको चमत्कार तपाईँ आएपछि अन्धकार होइन नेपाल। कुलमान घिसिङको चमत्कार तपाईँ आएपछि अन्धकार होइन नेपाल। कुलमान घिसिङको चमत्कार तपाईँ आएपछि अन्धकार होइन नेपाल। यो कुराले आँसै उठेर आयो भने कुठी हान्ने मुडी हाँसेरै मर्ने भयो। नेपाल विद्युत प्राधिकरण नफापेकै हो त? You are a good question. अलिअलि चाहिँ त्यस्तो समस्या हो कि जस्तो लाग्छ कि तपाईँ आउने बित्तिकै समस्या नै समस्या हुन्छ। तपाईँ आउने बित्तिकै समस्या नै समस्या हुन्छ। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। लोड सेडिङ भएको छैन भने तपाईँ भनिरहनु भएको छ, जनता विश्वास गर्न तयार छैन, तपाईँको कुरा पत्याउन तयार छैनन् होइन। तपाईँले छातीमा हात राखेर के भन्नुहोस् भन्दाखेरि लोड सेडिङ अहिले छ, मैले लोड सेडिङ अन्त्य गर्न सकिनँ, समस्या छ। मैले लोड सेडिङ अन्त्य गर्न सकिनँ, समस्या छ। बडा हरामी हो बेटा। अब तपाईँ यस्तो बेलामा एमडी हुनुभयो, मुदली खाजा खाने बेला के। अब तपाईँ यस्तो बेलामा एमडी हुनुभयो, मुदली खाजा खाने बेला के। भूतले खाजा खाने बेलामा तपाईँले 4 महिना कुलमान घिसिङलाई छोड्दा भयो के? बात तो सही है। कार्तिकमा म कसरी आउनुको कारण आधार बताउनुहोस् न, कसरी आउनुभयो, किन आउनुभयो? कुलमान घिसिङलाई त मैले भने भए म तपाईँको लागि छोडिदिन्छु, 4 महिना काम गर्नुहोस्, म भन्दिनँ।